बिरुवाले खाने जुन तत्त्व छ त्यो चाहिँ हामी पानीमा दिन्छौँ घोलको रूपमा। र जब एउटा बिरुवाले जमिनमा होस् या यो सिस्टममा होस् या विश्वको कुनै पनि बिरुवाले खानको लागि जब पानीमा उसले खाने न्युट्रिसनहरू डाइल्युट हुन्छ तब उसको जराले सोच्ने हो। जुन चिज हामीले जमिनमा उत्पादन गर्दा बिरुवालाई चाहिने आवश्यक सम्पूर्ण तत्त्वहरू बिरुवाले प्राप्त गर्न सक्दैन, जसको कारणले उसको जरा मल खानेकुरा खोज्नको लागि जमिनमा धेरैतिर जरा फिँजाएको हुन्छ भने हामीले यसमा चाहिँ बिरुवालाई चाहिने आवश्यक तत्त्व सम्पूर्ण पानीमा दिन्छौँ, जुन चाहिँ बिरुवाको जराले इजी रूपमा प्राप्त गर्न सक्छ। हाम्रो स्टार्टिङ प्राइस भनेको केजीको चाहिँ तपाईँको 2000 देखि म्याक्सिमम 3500 सम्मको रेन्जमा जान्छ। यो चाहिँ तपाईँले एउटा सिस्टममा हाम्रो यो चाहिँ एरो टावर हैन, तपाईँले यो बिरुवा देख्न सक्नुहुन्छ। यसको जरा हैन, जरा सानो हुन्छ र बिरुवा देख्न सक्नुहुन्छ। यति ठुलो बिरुवाहरू जस्तै यो निकाल्न राख्न मिल्ने हो मजासँग। यो सिस्टम 2-3 थरी सिस्टमहरू छ। यो सिस्टममा हामीले यसलाई निकालेर पनि राख्न सक्छौँ हैन। एउटा भयो तपाईँको, म अर्को पनि देखाउँछु तपाईँलाई, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् हैन, यसको पनि जरा ठुलो हुँदैन, कम सानो हुन्छ। ल तपाईँ आफै हेर्नुहोस् यो कत्रो छ। बिरुवा जरा हालिसकेको छ हेर्नुहोस् हैन। यो 2-3 दिन रोपेको टाइम भयो। जस्तो यो क्लेबल हुन्छ हैन। बिरुवालाई को जरा यहाँबाट हालिसकेपछि अब हामीले के गर्छौँ भन्दा बिरुवालाई अड्याउनको लागि क्लेबलको सहायता लिन्छौँ र बिरुवा जरालाई चाहिँ यसमा धानिनको लागि चाहिँ सपोर्ट दिन्छौँ र यसलाई चाहिँ यहीँ राखिदिन्छौँ। यो चाहिँ आफ्नो रूपमा आफै अटोमेटिकल्ली ग्रोथ हुन्छ। जस्तो बिरुवालाई अड्याउने काम गर्छौँ, बिरुवा अडिनुपर्छ ऊ हुर्कनको लागि, र अब उसले जब पानी प्राप्त गर्छ, खाना पानीमा न्युट्रिसन हुन्छ त्यो खाइसक्यो। नमस्कार, आजको नयाँ भिडियोमा तपाईँहरू सबैलाई स्वागत छ। र आज हामी फार्म भिजिट गर्ने क्रममा काठमाडौँको चाबेलमा रहेको A1 एग्रो फार्मसम्म आइपुगेका छौँ र यहाँ नयाँ प्रविधिबाट भनौँ या हाइड्रोनिक सिस्टमबाट माटो बिना नै विभिन्न तरकारी खेतीहरू गरिएको छ र यो खेती कसरी गरिँदो रहेछ, उत्पादन कति हुँदो रहेछ, यसको बजार कस्तो रहेछ र यस सम्बन्धी अझै विविध कुराहरूको जानकारी दिनको लागि अहिले हामीसँग हुनुहुन्छ यस फार्मका सञ्चालक परितोष घिमिरे। सर्वप्रथम उहाँलाई आजको कार्यक्रममा स्वागत गरौँ। नमस्कार सर। नमस्ते, स्वागत छ आजको कार्यक्रममा। हजुर धन्यवाद। अनि आरामै हुनुहुन्छ? हजुर ठिकै छ। अनि सर्वप्रथम तपाईँको परिचय दिनुहोस् न। मेरो नाम परितोष घिमिरे। हजुर। म चाहिँ हामी यहाँ चाबेल 7 काठमाडौँमा अवस्थित छौँ र हामी चाहिँ विशेष गरी अहिले चाहिँ सोइलेस हाइड्रोपोनिक फार्मिङको एरोपोनिक टेक्नोलोजीको प्रविधि चाहिँ अप्नाएर फार्मिङ गरिरहेका छौँ र योसँग सम्बन्धित ट्रेनिङ, इक्विपमेन्ट सप्लाई, डिजाइनिङदेखि लिएर हाम्रो आफ्नै प्रोडक्सन पनि छ। जस्तै तपाईँले यो हाइड्रोपोनिक सिस्टम भन्नुभयो, यो भन्दा बित्तिकै कसरी बुझिन्छ? यो चाहिँ विशेष गरी सोइलेस फार्मिङ, माटो बिनाको फार्मिङ प्रविधि हो। माटो प्रयोग नगरिकन हामीले पानीमा बिरुवालाई चाहिने आवश्यक न्युट्रिसन तत्त्वहरू राखेर चाहिँ बिरुवा उत्पादन गर्ने प्रविधि भनेको चाहिँ हाइड्रोपोनिक प्रविधि हो। लगभग यो धेरै लामो समयदेखि चलिआएको छ विश्व बजारमा र नेपालमा नै लगभग 15 वर्षभन्दा बढी समयदेखि चलिआएको छ र हामीले चाहिँ विशेष गरी लगभग 4.5 वर्षदेखि चाहिँ यसको पाइलोटिङदेखि र व्यावसायिक खेतीसम्म चाहिँ हामीले गर्दै आइरहेका छौँ। जस्तै यो अब तपाईँ यसमा चाहिँ कसरी आउनुभयो? जस्तै अब एक्सपर्ट कोही कतैबाट? हजुर, विशेष गरी त यो जब कोभिडभन्दा पहिलाको समयमा चाहिँ रिसर्च गर्ने एउटा समयमा चाहिँ हामीले चाहिँ हेऱ्यौँ अबको आवश्यकता के त भन्ने अवस्थालाई हेरेर र विषादी हालेको तरकारीहरूको कारणले गर्दा मान्छेहरूमा धेरै समस्या आइपरिसकेपछि हामी व्यावसायिक तरिकाले अर्ग्यानिक खेती उत्पादन गर्न सक्छौँ या त बिना विषादीको हामी थोरै जमिनमा थोरै मेन पावर र लागतमा हामी लामो समयको लागि चाहिँ कसरी उत्पादन गर्न सक्छौँ भन्ने कुरा हेर्दै जाँदाखेरि चाहिँ आफैमा पनि एउटा अलिकति यो इन्ट्रेस्टको विषय भएकोले त्यहाँबाट चाहिँ हामीले चाहिँ अब यो चाहिँ विचार गरौँ, पाइलोटिङ गरौँ भनेर सुरुमा 2.5 वर्ष हामीले लगभग 2.5 वर्ष पाइलोटिङ गऱ्यौँ र जब सक्सेस भइसकेपछि नेपाल जस्तो कन्ट्रीमा जहाँ लो कस्टमा हामीले लङ टर्मको लागि हाई प्रोडक्सन दिने कुनै सिस्टम अपनाउन सक्छौँ भने यो चाहिँ हाइड्रोपोनिक भित्रको एरोपोनिक टेक्नोलोजी हो जसले चाहिँ स्पेस युज गरेर धेरै उत्पादन गर्न सक्छ भन्ने तरिकाबाट चाहिँ हामी
यो सेक्टरमा त्यसपछि चाहिँ लाग्यौँ। जस्तै अब यसको बारेमा त हामी अब पछि कुरा गरौँला होइन। यो गर्नुभन्दा अगाडि चाहिँ तपाईँ के गर्नुहुन्थ्यो खास तपाईँको जस्तै हिस्टोरीहरू? हजुर, विशेष गरी म चाहिँ एउटा म्यानेजमेन्टको स्टुडेन्ट हजुर र लगभग 12-15 वर्षदेखि म ट्याक्स अडिटको फिल्डमा एज अ कन्सल्टेन्टको रूपमा काम गर्दै आइरहेको छु। मेरो व्यावसायिक करियरको रूपमा त्यतातिर छौँ भने हामी अर्को चाहिँ पानी आरो वाटर खाँदा मान्छेहरूमा धेरै समस्या आउँछ भनेर हामीले अल्कलाइन वाटरसँग सम्बन्धित अवेरनेस प्रोग्रामहरू पनि चलाउँदै आइरहेका छौँ र त्यसमा नै हामीले चाहिँ अनि हेल्दी फुड र हेल्दी खानामा चाहिँ हामीले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने तरिकाले चाहिँ यसमा लागेका हौँ। अब खेती सुरु गर्नुभन्दा अगाडि कतैबाट अब ट्रेनिङ लिएर अब कहीँ विदेश गएर अब सिकेर आउनुभयो कि कसरी गर्नुभयो? हजुर, म बाहिर गएर यो विषयमा ट्रेनिङ लिएर यसको विषयमा पढेर नै नेपाल आएर सुरु गरेको हो होइन। सुरु गर्नुभन्दा पहिला चाहिँ बाहिर गएर, किन भन्दा हामीले युट्युबमा सिकेको ज्ञानले हामीलाई पर्याप्त हुँदैन। त्यो भनेको एउटा जस्ट मिडिया हो र त्यसमा कयौँ कुराहरू हाइड गरिएको हुन्छ जस्ट एउटा मार्केटिङ पर्पजको लागि मात्रै त्यसमा देखाइएको हुन्छ। तर यो भित्रको यसको टेक्निकल नलेजहरूदेखि लिएर किन फार्मिङमा कस्ता कुराहरू चाहिँ आवश्यक पर्छ भन्ने कुराहरूदेखि लिएर धेरै कुराहरू यसको अलगै पार्टहरू छ, छायामा छ त्यो चिजहरू। त्यो कारणले मैले चाहिँ जब हामीले यो हिसाबले अगाडि बढ्दै गर्दा बाहिरै गएर यो चिजको नलेज लिएर आउनुपर्छ, यो चिजमा बुझ्नुपर्छ भनेर म बाहिर गएर त्यसको विषयमा पढेर प्र्याक्टिकल नलेज लिएर यसको व्यावसायिक तरिकाबाट गर्दा कसरी जान सकिन्छ, कुन लेभलले भनेर म आफै पढेर आएको हो। र नेपालमा एडभान्स लेभलको ट्रेनिङ पनि चलाउँछु म। बेसिक लेभलको ट्रेनिङ एउटा हुन्छ भने एउटा एडभान्स लेभलको ट्रेनिङ हुन्छ जो हामीले चलाइरहेछौँ। जस्तै अब नेपालमा अब खुल्ला ठाउँमा या टनेलमा चाहिँ खेतीहरू गरिन्छ, जस्तै यसमा गर्नुको खास फाइदा के छ? त्यसमा र यसमा के फरक छ? यस्तो छ, नेपालमा पहिलो कुरा त टनेल र ग्रिन हाउसको फरक पनि छ। पहिलो कुरा टनेल भनेको एउटा जस्ट घामलाई छेक्ने र पानीलाई छेक्ने मात्र प्रविधि हो, जुन चाहिँ लगभग आजको समयमा आएर हेर्दा नेपालमा त्यो चाहिँ रिलायबल थिएन, जसमा गरेको लगानीले कृषकहरूलाई चाहिँ बढी उत्पादन दिन सक्यो र त्यसमा बेनिफिट दियो भन्ने अवस्था चाहिँ देखिँदैन। र अर्को कुरा भनेको अहिले ग्रिन हाउसमा कन्भर्ट भइसक्नु भएको छ र ग्रिन हाउसमा अरबौँ रुपियाँ लगानी गरेर पनि त्यसको प्रोडक्टिभिटी खै त भन्ने क्वेसन मार्क जन्मिसकेको छ। तर हाम्रो यो चाहिँ के हो भन्दा हामी किन ग्रिन हाउसमा गर्छौँ? व्यवसायिक खेती ग्रिन हाउसमा गर्छौँ होइन। व्यक्तिगत घरमा कसैले खानको लागि गर्दा ओपन स्पेसमा मजासँग गर्न सक्नुहुन्छ। तर हामीले यो किन ग्रिन हाउसमा गर्छौँ भन्दा बाहिरबाट पहिलो कुरा त सेफ्टीको लागि, दोस्रो कुरा भनेको इन्भाइरोमेन्ट फ्रेन्डली बनाइसकेपछि बिरुवाहरूलाई चाहिने आवश्यक तत्त्व जब हामी यिनीहरूलाई खाना दिन्छौँ, बिरुवा चाहिँ बाहिरको धुलो धुवाँ र बाहिरबाट आउने नकारात्मक चिजहरूबाट त्यो चाहिँ छेकिएर चाहिँ बिरुवा चाहिँ हेल्दी बिरुवा उत्पादन होस् भन्ने तरिकाले। अर्को भनेको ग्रिन हाउसको धेरैवटा स्ट्रक्चर हुन्छ, 2टा 3टा 4वटा लेयरमा जान्छ। अब त्यसमा चाहिँ हाइटेकदेखि लिएर नर्मल नेचुरल भेन्टिलेटरको यो उहरू हुन्छ, जसले चाहिँ कुन ठाउँमा कस्तो किसिमको ग्रिन हाउस प्रयोग गरेर कसरी उत्पादन गर्न सकिन्छ भन्ने चिजलाई चाहिँ देखाउँछ। जस्तै टनेलमा र यसमा उत्पादनको हिसाबले कस्तो छ? यो यस्तो हुन्छ, पहिलो कुरा यो इन्डिभिजुअल घरमा कसैले सानो स्पेस छ त्यसमा गर्न चाहनुहुन्छ, अथवा तपाईँको रेस्टुरेन्ट छ अथवा रिसोर्ट छ, जस्तोसुकै तपाईँहरूको बिजनेस अर्गनाइजेसन छ भने तपाईँले यो टाइपको बिरुवा आफैले सानो स्केलमा ओपन स्पेसमा नै उत्पादन गरेर खान सक्नुहुन्छ। अर्को कुरा भनेको घरमा गर्ने मान्छेहरूको लागि त्यो चाहिँ फरक पर्दैन, घरमा ओपन स्पेसमै गर्न सक्नुहुन्छ। अर्को भनेको तपाईँले व्यावसायिक रूपमा गर्दाखेरि के हुन्छ भन्दा हामीले लगानी गरेका हुन्छौँ लाखौँ रुपियाँ, जुन लगानीलाई सुरक्षित गर्नको लागि त्यहाँ हामीले ग्रिन हाउस अपनाउँछौँ र एउटा टेम्परेचर मेन्टेन गरेर अथवा बाहिरको कुनै पनि चिजहरूको डिस्टर्बेन्स बिना चाहिँ बिरुवालाई चाहिँ हामी मजासँग उत्पादन गर्न सक्छौँ। पहिलो कुरा जमिनमा रोपेको जस्तो ग्रिन हाउसको इफेक्ट भन्ने यसमा हुँदैन, किनकि हामी जमिन प्रयोग गर्छौँ तर उच्चतम प्रयोग गर्छौँ। हामीले यो प्रविधिमा जमिनको आवश्यकता होइन, जमिनको आवश्यकता छ तर उच्चतम प्रयोगको लागि आवश्यकता छ। लगभग 1 रोपनीमा व्यवसायिक खेती गर्दा हामीले
35 देखि 40 हजार टन उत्पादन गर्न सक्छौँ वार्षिक रूपमा भनिसकेपछि हाम्रो उद्देश्य भनेको थोरै जमिनमा थोरै मेन पावर लगाएर थोरै अपरेटिङ कस्ट लगाएर धेरै उत्पादन गर्ने चाहिँ हाम्रो चाहना र हामीले आफ्नो तवरबाट चाहिँ व्यावसायिक रूपमा चाहिँ अगाडि बढिसकेका छौँ र यसको विस्तारित रूप चाहिँ बिस्तारै अगाडि बढ्दैछ। जस्तै यो अहिले यो फर्म चाहिँ तपाईँको कति उसमा होला जग्गा? हाम्रो यो अहिले लगभग टोटल एरिया हाम्रो यो 5 आना छ र 4 आनामा हाम्रो अहिले यो प्रोडक्सन छ। लगभग हामीले हाम्रो यो सिस्टमहरू लगभग 110वटा सिस्टमबाट चाहिँ हामीले प्रोडक्सन गर्दै आइरहेको छौँ। अनि उत्पादन लगभग कसरी कति जति हुँदो रहेछ? यस्तो छ, हाम्रो यो भनेको तपाईँको क्रप अनुसार हुन्छ। जस्तो यो सागहरू लगभग वर्षमा हामीले लेटसको सागहरू 10 साइकल उत्पादन गर्न सक्छौँ। रायो भनेको रायो एकचोटि लगाइसकेपछि त्यो टिप्दै जाने हो र अर्को भनेको पाक्सोए यिनीहरू भनेको वर्षको कमसेकम हाम्रो कस्तै नहुँदा पनि 8 साइकलदेखि 10 साइकल हामीले मजासँग प्रोडक्सन गरिरहेछौँ। जस्तै यो अब लगाउनको लागि यसमा चाहिँ अब मलजल माटो पानी कसरी अब के दिनुभएको छ यसमा? यस्तो छ, बिरुवाले खाने जुन तत्त्व छ त्यो चाहिँ हामी पानीमा दिन्छौँ गोलको रूपमा। र जब एउटा बिरुवाले जमिनमा होस् या यो सिस्टममा होस् या विश्वको कुनै पनि बिरुवाले खानको लागि जब पानीमा उसले खाने न्युट्रिसनहरू डाइल्युट हुन्छ तब उसको जराले सोच्ने हो। जुन चिज हामीले जमिनमा उत्पादन गर्दा बिरुवालाई चाहिने आवश्यक सम्पूर्ण तत्त्वहरू बिरुवाले प्राप्त गर्न सक्दैन, जसको कारणले उसको जरा मल खानेकुरा खोज्नको लागि जमिनमा धेरैतिर जरा फिँजाएको हुन्छ भने हामीले यसमा चाहिँ बिरुवालाई चाहिने आवश्यक तत्त्व सम्पूर्ण पानीमा दिन्छौँ, जुन चाहिँ बिरुवाको जराले इजी रूपमा प्राप्त गर्न सक्छ। उसको खाने र हेल्दी रूपमा अगाडि बढ्ने मात्रै हुन्छ र बिरुवाहरू चाहिँ हेल्दी पनि हुन्छ। किन भन्दा बिरुवालाई चाहिने बेलामा आवश्यक तत्त्वहरू उसले इजिली प्राप्त गर्न सक्छ, जसको कारणले गर्दा उसको जराले खाना खोज्नको लागि जुन खर्च गर्ने थियो उसको एनर्जी 50 देखि 60%, त्यो खर्च उसले आफ्नो ग्रोथमा दिन्छ, जसको कारणले गर्दा 30 देखि 40% बिरुवाको ग्रोथमा चाहिँ छिटो हुन्छ र बिरुवा पनि हेल्दी हुन्छ र टेस्टी पनि हुन्छ। तपाईँको यो फर्ममा के लगाउनु भएको छ? हाम्रो चाहिँ अहिले लेटस छ। हजुर, सलादको लागि प्रयोग हुन्छ। यो बर्गर र स्यान्डविचमा म्याक्सिमम जान्छ र नर्मलमा पनि। अर्को भनेको पाक्से छ, अर्को भनेको हाम्रो रायोको साग छ, अर्को भनेको हाम्रो यसमा अहिले डल्ले खुर्सानी पनि लगाएको छौँ र अर्को भनेको इटालियन बेजिल छ र अर्को हाम्रो अहिले नयाँ स्टार्ट काउली सुरु गरेका छौँ र चाहिँ हाम्रो सेलेरी जुन सलादको रूपमा छ त्यो छ अहिले प्रोडक्सनमा। जस्तै यो बजार चाहिँ अब कहाँ बेच्नुहुन्छ? जस्तै हाम्रो अहिलेको लागि चाहिँ हाम्रो लोकल चाबेल एरियामै लानुहुन्छ होटेलले र हाम्रो डेलिभरी पनि जानु पर्दैन, उहाँहरूले यहीँ आएर हाम्रो फार्मबाटै लिएर जानुहुन्छ। अहिलेको लागि चाहिँ लगभग एउटै रेस्टुरेन्टको 3-4वटा आउटलेटलाई भन्दा अरूलाई दिन नै पुग्दैन हामीलाई, उहाँहरूकै रेगुलर कन्जम्सन छ र उहाँहरूको जति डिमान्ड छ त्यसको लागि मात्रै काम गरिरहेको छौँ। जस्तै यो रेटमा कति रेट पर्दो रहेछ? यस्तो छ, हाम्रो चाहिँ लेटस भनेको लगभग इयर साइकलमा लगभग 350 को रेन्जमा जान्छ भने रायोको साग 200 र पाक्से 250 को रेन्जमा हाम्रो इयर साइकल फिक्स रेट हो। र यसमा चाहिँ हाम्रो वेस्टेज जिरो वेस्टेज हुन्छ, मतलब वेस्टेज चाहिँ हाम्रो केही पनि हुँदैन। जस्तो हामी दिन्छौँ सर्लक उहाँले रायोको साग पखालेर पकाउनुहुन्छ, सेम तरिकाले अरूमा पनि कुनै पनि किसिमको फोगर जरा भन्ने केही पनि हुँदैन। जस्तै यो बाहिरको र अब यसमा अब जस्तै अब बजारमा किन्दाखेरि अब यसको खान्न भन्ने अब कतिको हुन्छ? यस्तो छ, बाहिरको अर्ग्यानिक खान्छु अब यो उसको खाँदैन भन्ने चाहिँ कतिको छ? यस्तो होइन, हाम्रो प्राय लोकल कस्टमर जसलाई थाहा छ, जो रेगुलर कस्टमर हुनुहुन्छ उहाँहरूले लैजानुहुन्छ र अर्को भनेको जो व्यावसायिक तरिकाले होटल सञ्चालन गरिरहनु भएको छ उहाँहरूले लैजानुहुन्छ होइन। अब एउटा व्यावसायिक होटलले लानको लागि व्यावसायिक तरिकाबाट काम गर्नलाई मान्छेले लाने हो भनेको हाम्रो चिजहरूमा जुन क्वालिटी छ, जुन राम्रोपन छ, त्यसको लागि उहाँहरूको कस्टमरले हामीलाई यही प्रडक्ट चाहियो भन्नुहुन्छ यहाँ आएर होइन। जस्तो फर इक्जाम्पल रायोको साग जसले लगेर होटलवालाले खुवाइरहनु भएको छ, उहाँको कस्टमरले हामीलाई तपाईँको कहाँबाट ल्याउनुहुन्छ कि ठाउँ देखाइदिनुहोस् कि त हामी आउँदाखेरि हामीलाई त्यही नै साग चाहिन्छ भन्नुहुन्छ अरे। भनेपछि कोही पनि मान्छेले कुनै पनि चिजको स्वादबाट थाहा हुन्छ कि यसमा नेचुरलपन कस्तो छ भन्ने कुरा। र हाम्रो भनेको नेचुरल्ली आज मार्केटमा भएको भन्दा थोरै रूपमा हाम्रो चाहिँ यसको टेस्ट पनि डिफ्रेन्ट छ, मतलब मिठो छ, राम्रो छ होइन। जो आएर यहाँ खानु भएको छ, चाख्नु भएको छ,
त्यो तपाईँले अहिले एकछिनमा म चखाइहाल्छु तपाईँलाई थाहा भइहाल्छ र त्यो डिफ्रेन्ट टेस्टको कारणले गर्दा पनि मान्छेहरूले लोकली यहीँबाट लानुहुन्छ। जस्तो यो लेटेस्ट सागहरू नर्मल्ली हाम्रो पब्लिकमा के कसरी खाने भन्ने थाहा नै हुँदैन होइन। तपाईँले देख्नुभयो भर्खरै हाम्रोमा यहाँ आएर लोकलले नै यो साग लिएर जानुहुन्छ। किन भन्दा उहाँहरूलाई हेबिचुअली अब यो चाहिँ राम्रो रहेछ मिठो रहेछ भनेर उहाँहरूले घरमा नै खाजा बनाएर खानको लागि स्यान्डविच बर्गर बनाएर खानलाई उहाँहरूले युज गर्नुहुन्छ लोकलमै पनि र रेस्टुरेन्टमा पनि। हाम्रोमा इटालियन बेजिल पनि छ। हजुर तपाईँलाई म देखाउँछु। हस् हेरेर कुराहरू हाम्रो चाहिँ यो इटालियन बेजिल हो। हजुर जुन चाहिँ इटालियन फुड बनाउने रेस्टुरेन्टहरू र होटेलहरूमा चाहिँ विशेष गरी यो नभइकन इटालियन फुडमा चाहिँ यसले काम गर्दैन र यो एकदमै राम्रो हुन्छ र यो एउटा हब्सको रूपमा पनि लिइन्छ र जुन इटालियन रेस्टुरेन्टहरूमा जसले युज गर्नुहुन्छ किनकि यो धेरै महँगो चिज हो र महँगो नै हुन्छ यो र लिमिटेसनमा उहाँहरूले जसले युज गर्नुहुन्छ स्पेसल्ली उहाँहरूले चाहिँ लग्नुहुन्छ। अनि यो कतिमा लाग्नुहुन्छ? यो हाम्रो स्टार्टिङ प्राइस भनेको केजीको चाहिँ तपाईँको 2000 देखि म्याक्सिमम 3500 सम्मको रेन्जमा जान्छ। सबैभन्दा लो रेटमा जाँदा 2000 र म्याक्सिमम जाँदाखेरि अफ सिजनमा चाहिँ 3500 रुपियाँ केजीमा जान्छ। जस्तै यो तल यो गोला गोला देखियो यो खास के हो? यो भनेको बिरुवालाई अड्याउनको लागि म अहिले तपाईँलाई देखाउँछु। बिरुवालाई अड्याउनको लागि हामीले प्रयोग गरिने एउटा यो क्लेबल हो, हाइड्रोटोन पनि भन्छ, जसले चाहिँ मिडियाको रूपमा काम गर्छ। यहाँ हामीले डल्ले खुर्सानी पनि लगाएको छौँ। यो अब फ्लावरिङ स्टार्ट हुँदैछ, सुरु हुँदैछ। लगभग यसमा एउटा सिस्टममा हामीले 32 वटा डल्ले खुर्सानीको चाहिँ रुख रोपेका छौँ र यसको चाहिँ ठुलो रूपमा चाहिँ फ्लावरिङ जस्तो यिनीहरूमा फ्लावरिङ स्टार्ट भइसकेको छ, दाना हाल्न सुरु भइसकेको छ यिनीहरूमा होइन। तपाईँ देख्न सक्नुहुन्छ। अब सानै जग्गामा अब 32 वटा भनेपछि त अब होइन लगभग तपाईँको 2.5 स्क्वायर फिटको एरियामा 32 वटा बिरुवाहरू लगाउन सकियो। हजुर जग्गा पनि कम हो गर्दै एकदमै उत्पादनको हिसाबले चाहिँ तपाईँको 2.5 फिटको एरियामा 32 वटा खुर्सानी लगाएर उत्पादन भनेको जुन चाहिँ आजको समयमा यो टेक्नोलोजीमा मात्र पोसिबल छ, अरू टेक्नोलोजीमा चाहिँ पोसिबल छैन। हाम्रो यो रायो पनि छ। रायोको पातहरू देख्न सक्नुहुन्छ कत्रो कत्रो हुन्छ यहाँ होइन। यति ठुल्ठुलो छ। तपाईँलाई म एउटा पात टिपेर देखाउँछु पनि र म तपाईँलाई चखाउँछु पनि होइन। हाम्रो एउटै सिस्टममा यति ठुलोसम्म ल हेर्नुहोस् यो पात होइन, यति लामो यति ठुलो छ। लगभग 1 हात बराबरको एउटा पात छ हेर्नु है। ल हेर्नुहोस् यति ठुल्ठुलो पातहरू हुन्छ भनेको यसबाट हामीले यसलाई चाहिँ मजासँग यत्तिकै पनि खान सक्छौँ सलादको रूपमा। सलाद यो रायोको साग हो, पकाएर खाँदा पनि भयो। मतलब हाम्रोमा कुनै पनि किसिमको विषादीहरू प्रयोग गरिएको हुँदैन। यो नेचुरल रूपमा हामीले उत्पादन गर्छौँ र यो हामीले यहीँबाट टिपेर पनि मजासँग खान सक्छौँ। देख्दा पनि सफा छ होइन। यो टेस्ट गर्नुहोस् र यसको स्वाद लिनुहोस् र यसको स्वाद तपाईँले मार्केटमा कहाँ पाउनुहुन्छ त्यो पनि याद गर्नुहोस्। यसको स्वाद पनि मिठो लाग्यो, टेस्ट लाग्यो। यो भनेको एकदमै पहाडी एरियाहरूमा नेचुरल तरिकाले अर्ग्यानिक रूपमा उत्पादन गरेको रायोको साग जस्तो स्वाद आउँछ यसमा। अर्ग्यानिक साग जस्तो बाहिरको जस्तो। अब यो टाइपको स्वादको रायोको सागहरू काठमाडौँमा प्राप्त गर्नको लागि एकदमै रेयर रूपमा प्राप्त हुन्छ। वर्षक प्राप्तै हुँदैन। मान्छेले आफूले कि त खानको लागि कि त साइडको एरियाहरूमा ग्रामीण भेगहरूमा उत्पादन गरेको सागको टेस्ट चाहिँ यो बराबर हुन्छ। अनि अर्को साग हजुर हाम्रो यो भनेको यो लेटेस्ट साग भयो होइन। यो सलादको रूपमा होटेलमा चाहिँ प्रयोग हुने हो होइन। यो पुरै ठुलो भएर चाहिँ तपाईँको यहाँ रुखले धान्न नसकेर लडिरहेछ होइन। यो हाम्रो रेगुलर होटेलमा जान्छ। यो चाहिँ तपाईँले एउटा सिस्टममा हाम्रो यो चाहिँ एरो टावर होइन। तपाईँले यो बिरुवा देख्न सक्नुहुन्छ। यसको जरा होइन, जरा सानो हुन्छ र बिरुवा देख्न सक्नुहुन्छ। यति ठुलो बिरुवाहरू जस्तै यो निकाल्न राख्न मिल्ने हो मजासँग। यो सिस्टम 2-3 थरी सिस्टमहरू छ। यो सिस्टममा हामीले यसलाई निकालेर पनि राख्न सक्छौँ होइन। एउटा भयो तपाईँको। म अर्को पनि देखाउँछु तपाईँलाई, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् होइन। यसको पनि जरा ठुलो हुँदैन, कम सानो हुन्छ। ल तपाईँ आफै हेर्नुहोस् यो कत्रो छ। तपाईँको यो बिरुवालाई सानो बिरुवा हामीले यो रोपेका छौँ। जब सिद्धिन्छ हार्भेस्ट गरिसकेपछि नयाँ बिरुवा रोप्दाखेरि चाहिँ यो दाना भनेको तपाईँको बिरुवालाई अड्याउनको लागि प्रयोग गरिन्छ हामीले। यसमा कुनैमा केही हुँदैन भने यसको अर्को ग्रो टावर मोडलमा चाहिँ भित्र मिडियाहरू युज गरिएको हुन्छ जसले चाहिँ बिरुवालाई अड्याउन मद्दत गर्छ।
जस्तै यसले मलको काम गर्छ किन यो गर्दैन यसले बिरुवालाई अड्याउने मात्रै काम गर्छ बिरुवालाई खानको लागि खाना हामीले यो पानीमा हामीले यहाँ रिजर्भ ट्याङ्क छ यसको पानीमा हाल्छौँ जसमा न्युट्रिसन हालिसकेपछि यो अटोमेटिकल्ली सिस्टमहरू हुन्छ जसले अटोमेटिकली बिरुवालाई चाहिने बेलामा आफै रन हुन्छ यो सिस्टम जस्तै हामीले यो कुरा गर्दै गर्दाखेरि यसमा कहिलेकाहीँ चाहिँ पानी आएको स्वाहा गरेको पानी आएको सुनिन्छ पानी देख्न सक्नुहुन्छ एकछिनमा होइन यो अहिले अब हामी कुरा गर्दा गर्दै यो पानी आएपछि म तपाईँलाई देखाउँछु यो यसलाई चलाइरहनु पर्दैन यो आफै चल्ने अटोमेटिकल्ली चल्ने सिस्टमहरू आफै अटोमेटिक पानी हजुर अटोमेटिकल्ली यसमा टाइमर सेट गरिएको हुन्छ यसमा मोटर प्रयोग गरिएको हुन्छ जुन मोटरले बिरुवालाई चाहिने बेलामा टाइमरले कमान्ड दिइसकेपछि आफै अटोमेटिकल्ली पानी आउँछ यसमा र बिरुवालाई चाहिने बेलामा उसले खानेकुराहरू त्यहाँबाट लिन्छ र बिरुवाको चाहिँ ग्रोथ हुन्छ अनि जस्तै यो अब हामीले यहाँ अब लामो अब हजुर यो टावर होइन टावर अब यो तेर्सो पनि टावर देख्यो उतातिर हामीले यो तेर्सो र यो लामोमा के फरक छ टेक्नोलोजी फरक हो त्यो टेक्नोलोजी अर्कै हो यो एरोपोनिक टेक्नोलोजी हो भने त्यो डिएफटी टेक्नोलोजी हो एनएफटी टेक्नोलोजी थुप्रो किसिमका टेक्नोलोजी हुन्छ हामीले कुन टेक्नोलोजी प्रयोग गर्दा हामीलाई चाहिँ सबैभन्दा बेटर र राम्रो हुन्छ भन्ने टेक्नोलोजी प्रयोग गर्नुपर्छ होइन त्यो टेक्नोलोजी हामीले हामीले अहिले भर्टिकल हेरिरहेछौँ त्यो होरिजेन्टल भयो जुन आजको समयमा नासाले पनि भोलि गएर चन्द्रमा मङ्गल ग्रहमा मानव विस्तार गर्दाखेरि उत्पादन गर्नलाई चाहिँ हामीले यो एरोपोनिक टेक्नोलोजीमा उत्पादन गरेर मान्छेहरूलाई मानव विस्तार गरिसकेपछि उत्पादन गरेर खान सक्छौँ या खान दिन सक्छौँ आफै प्रोडक्सन गर्न सक्छौँ भनेर प्रमाणित गरेको एउटा यो टेक्नोलोजी हो यो चाहिँ अहिले विश्व बजारमा सबैभन्दा धेरै यो टेक्नोलोजी चाहिँ एकदमै संसारभरि चाहिँ विस्तारित रूपमा छ यो चाहिँ जस्तै यो तपाईँले अब बिरुवा लगाउँदाखेरि कसरी लगाउनुहुन्छ यहाँ त अब पछिबाट अब अन्त्य बिउ उत्पादन गर्नुहुन्छ कि कसरी गर्नु जस्तो अहिले मैले देखाएँ तपाईँलाई हामीले यो बिरुवा अब भयो हार्भेस्ट गर्ने बेला भयो अब बेच्ने बेलामा हामीले यसलाई चाहिँ यहाँबाट काटेर निकाल्छौँ र सेम तरिकाले र यो निकालिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो बिरुवालाई क्लेबलको सहायताले चाहिँ हामीले यसलाई चाहिँ रोप्छौँ जस्तो अहिले मैले यो निकालेँ यो बिरुवा जरा हालिसकेको छ हेर्नुहोस् होइन यो 2-3 दिन रोपेको टाइम भयो जस्तो यो क्लेबल हुन्छ होइन बिरुवालाई को जरा यहाँबाट हालिसकेपछि अब हामीले के गर्छौँ भन्दा बिरुवालाई अड्याउनको लागि क्लेबलको सहायता लिन्छौँ र बिरुवा जरालाई चाहिँ यसमा धानिनको लागि चाहिँ सपोर्ट दिन्छौँ र यसलाई चाहिँ यहीँ राखिदिन्छौँ यो चाहिँ आफ्नो रूपमा आफै अटोमेटिकल्ली ग्रोथ हुन्छ जस्तो बिरुवालाई अड्याउने काम गर्छौँ बिरुवा अडिनुपर्छ ऊ हुर्कनको लागि र अब उसले जब पानी प्राप्त गर्छ पानीमा न्युट्रिसन हुन्छ त्यो खाइसकेपछि बिरुवाको ग्रोथ हुन्छ र यही सानो बिरुवा हुर्किएर चाहिँ यत्रो हुन्छ जस्तै यो सानो बिरुवा यहाँ छ नि यहाँ अडाएको होइन यो बिरुवा चाहिँ पहिला सुरुमा त कहाँ उत्पादन गर्नुभयो यही हामीले जर्मिनेसन गर्ने छुट्टै छ हामी छुट्टै ट्रेमा चाहिँ यसरी जर्मिनेसन गर्छौँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ अब यहाँबाट हामीले यो जर्मिनेसन तल देख्न सक्नुहुन्छ होइन बिरुवाहरू यहाँ उत्पादन गरेका छौँ अब यो बिरुवा रोप्नको लागि लगभग 4 देखि 5 पात आइसकेपछि हामीले यो बिरुवालाई चाहिँ यो सिस्टममा सिधै रूपमा चाहिँ रोपिदिन्छौँ जस्तो हामीले अहिले रोपेका थियौँ जस्तो यो चाहिँ काउली हो होइन यो अब काउलीको लागि चाहिँ हामीले यो सिस्टममा लगभग 32वटा काउली रोपेका छौँ हामीले होइन अब यसमा अरूमा साग छ कुनैमा लेटस छ कुनैमा इटालियन बेजिल छ कुनैमा रायो छ डिफ्रेन्ट भेराइटीहरू छ हामीलाई बजारमा जे डिमान्ड हुन्छ हामी त्यही चिज चाहिँ उत्पादन गरेर हामी होटल रेस्टुरेन्टहरूलाई चाहिँ सेल गर्छौँ जस्तै यो यहाँ तरकारी अब मौसमी तरकारी हुन्छ कि अब बेमौसमी हामी मौसमी तरकारी भन्दा पनि बेमौसमी तरकारी उत्पादन गर्नमा अगाडि छौँ हजुर किन भन्दा हाम्रो यो सिस्टमले मौसमी तरकारी भन्दा पनि बेमौसमी तरकारी चाहिँ बढी उत्पादन गर्छौँ हामी सिजन भन्दा पनि हामीलाई कुन सिजन अफ सिजनमा कुन तरकारीको डिमान्ड बढी हुन्छ त्यो हिसाबले चाहिँ गर्छौँ यसमा यो सिस्टममा सिजन अफ सिजन भन्ने हुँदैन जस्तो सुकै सिजनमा जुनसुकै बिरुवा उत्पादन गर्न सकिन्छ
अनि जस्तै यो अब यसमा अब कामदारको हिसाबले पनि अब हेर्दाखेरि कम्ती लाग्ला जस्तो लाग्यो। जस्तै कामदारहरू कतिको राख्नुपर्छ, कसरी हाम्रो भनेको जस्तो यो फार्ममा अहिले हाम्रो एउटा स्टाफको डेली मोनिटरिङ भनेको लगभग 1 घन्टाभन्दा हुँदैन होइन। 1 घन्टामा उसले यो फार्मको लगभग 100+ सिस्टमहरूलाई उसले सिङ्गल अपरेट गर्छ 1 घन्टामा। बिहान र बेलुकाको एउटा अपरेटिङ हुन्छ, मोनिटरिङ हुन्छ, त्यति मात्रै हो। एकदमै न्यून कामदारमा चाहिँ हामीले यो प्रोडक्सन गर्न सक्छौँ। एउटा पोलमा जो लगभग सुरुदेखि अब फल्दासम्म कति जति लागत लाग्दो रहेछ एउटा? यस्तो छ, जस्तो एउटा मान्छे उहाँहरूले हामीले घरमै लगेर इन्स्टल गरिदिँदाखेरि 18,000मा एउटा सिस्टम इन्स्टल गर्छौँ भने र यसले इयर साइकलमा प्रोडक्सन दिँदाखेरि जस्तो भेराइटीमा फरक पर्यो। जस्तो यही साग नर्मली लगाउँदाखेरि 1 लटमा लगभग 6 किलो प्लस उत्पादन गर्न सकिन्छ हामीले। यसमा भनेको यसले इयरमा यो सागले चाहिँ 10 साइकल उत्पादन दिन्छ होइन। 35 दिनको हामी यो 1 महिनाको साइकलमा हो इयर एभरेजमा, र वर्षको तपाईँले कोही पनि मान्छेले 60-65 दिन ग्याप राख्दा पनि यसले 10 साइकल उत्पादन दिन सक्छ। हाम्रो यो मार्केटमा 300-350 रुपियाँमा जान्छ। यसको मतलब कोही पनि व्यक्तिले वर्षमा लगभग तपाईँको होइन 60 किलो उत्पादन गर्न सक्नुहुन्छ भने अब त्यही रेसियोमा कसरी बेच्नुहुन्छ? हाम्रो नर्मलले होलसेल जान्छ 300मा, रिटेल जान्छ 350 देखि 400मा। अब 300 को रेसियोमै गऱ्यो भने पनि 6 को 18,000 रुपियाँ राम्रो गर्न सक्नेले कमाउन सक्नुहुन्छ। मतलब आफ्नै लागि खाँदा पनि उहाँहरूले यसमा गरेको लगानीलाई त निकाल्न सक्नुहुन्छ। 15 वर्षपछिको यसको तरकारीको रेट र यो सिस्टमकै रेट भनेको आजभन्दा डबल भइसकेको हुन्छ। विश्व बजार सबै यसमा अब चाहिँ कन्भर्टेड छ। किन भन्दा हामीले खाने खाना अर्ग्यानिक स्वस्थ हेल्दी हुनुपर्छ, जसमा विषादी रहित हुनुपर्छ। हामीले खाने पानी शुद्ध हुनुपर्छ, जसको कारणले गर्दा मान्छेको 70% पानीको शरीरलाई चाहिँ राम्रो गरोस्। हामीले खानेकुराहरूमा पर्याप्त रूपमा न्युट्रिसन हुनुपर्छ, मिनरल्स हुनुपर्छ होइन, तत्त्वहरू हुनुपर्छ, जसको कारणले गर्दा ह्युमन हेल्थलाई चाहिँ सपोर्ट गरोस्। त्यो हिसाबको लागि हामीले बिरुवालाई दिने जति पनि न्युट्रिसनहरू छ, जुन न्युट्रिसन भनेको ह्युमन हेल्थको लागि अत्यावश्यक चाहिने मिनरल्सहरू हो, जुन बिरुवाले आफूले खाइसकेपछि प्रशोधन गरेर बिरुवा हामीले सागपातहरू यो खाँदा अथवा यसमा प्रोडक्सन भएको चिजहरू खाँदाखेरि चाहिँ योबाट चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। जस्तै यो तपाईँले अब टर्नल मुनि चाहिँ राख्नुभएको छ, जस्तै यो खुल्ला आकाशमा राख्दा कस्तो हुन्छ? यो यस्तो छ, कोही पनि व्यक्तिले घरमा 2-4वटा 8-10वटा लगेर राख्दा ओपन स्पेसमा राख्दा कुनै पनि किसिमको समस्या हुँदैन। हामीले व्यावसायिक रूपमा खेती गरिरहेछौँ। व्यावसायिक रूपमा हामीले खेती गर्दाखेरि सयौँ सिस्टमहरू ओपनमा राख्न सक्दैनौँ, किनकि आडमा बाटो हुन्छ, विविध मान्छेहरू आउनुहुन्छ, बाटोबाट ढुङ्गा हानिदिने, चोरी हुने जस्ता लगायतका कुराहरू धेरै किसिमका समस्याहरू हामीले भोग्नुपर्छ। र हामीले लाखौँ लगानी गरेर व्यावसायिक तवरबाट चाहिँ उत्पादन गरेका छौँ, जसको लागि चाहिँ हामीले राखेका सिस्टमहरू पनि मात्रै नभइकन यहाँ आउने बाहिरबाट आउने कुनै पनि किसिमका समस्याहरू, रोगहरू अथवा किराहरू जसको लागि पनि छेकपार गर्नुपर्छ। र प्रथम त यसको सेफ्टीको लागि चाहिँ हामीलाई ग्रिन हाउस चाहिँ आवश्यक छ। जस्तै यो अब कौशी खेती गर्नेहरूको लागि पनि उपयुक्त हुने भयो। एकदमै राम्रो हो। जसले जो व्यक्तिले 2 तला 3 तला माथि खेती गर्नुहुन्छ या जमिनमै गर्नुहुन्छ घरमा भने त्यहाँनिर सेफ्टी घरमा गर्दा आफैमा सेफ्टी हुन्छ। किन भन्दा घरको एउटा परिधिमा बस्नुभएको हुन्छ। उहाँहरूले आफ्नो लगेर छतमा कौशीमा लगेर गर्दाखेरि यसलाई खुला आकाश मुनि मजासँग राख्दा कुनै पनि किसिमको समस्या हुँदैन। अनि यसमा चाहिँ रोगहरू कतिको लाग्ने गरेको छ, कहिले देख्नुभएको छ तपाईँले? यस्तो छ, जमिनबाट माटोबाट लाग्ने कुनै पनि किसिमका रोगहरू चाहिँ यसमा लाग्दैन र बाहिरबाट हावाबाट आउने रोगहरू लाग्ने सम्भावना यसमा पनि रहन्छ। तर त्यसको लागि चाहिँ हामीले अर्ग्यानिक तवरबाट घरमा नै घोल बनाएर, जस्तो खाने बेकिङ सोडाहरू हुन्छ, निम पत्ताको त्यसलाई बनाएर घोल बनाएर यसमा स्प्रे गर्न सक्छौँ। यसमा खुर्सानीको स्प्रे गर्न सक्छौँ। अर्को कुरा भनेको हामी अमिलो मोही र दुध पनि प्रयोग गर्छौँ, किनकि कुन किसिमको ब्याक्टेरियाको असर गरिरहेको छ र कुन ब्याक्टेरियालाई कुन किसिमको तत्त्वले यसलाई चाहिँ निर्मूल गर्छ भन्ने तरिकाबाट चाहिँ हामीले चाहिँ हाल्छौँ। लगभग 95% यसमा रोग लाग्ने समस्या त्यो पनि केही पनि रहँदैन। तपाईँले देख्न सक्नुहुन्छ यसमा रेगुलर रूपमा पानी आइरहेको छ, अटोमेटिकल्ली अहिले पानी आयो होइन। यसमा जस्तो यसमा नै आइरहेको छ होइन, यो सिस्टममा नै अहिले पानी आइरहेको छ यिनीहरूमा पनि होइन। अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ
अब यहाँबाट यसरी पानी आइरहेछ, यो पानी अटोमेटिकली यो बिरुवाले जराले उसको खानेकुराहरू सोच्छ र जराको चाहिँ बिरुवाको ग्रोथ हुन्छ। यो आफै चल्ने सिस्टम हो आफ्नो टाइममा। जस्तै यसमा विषादीहरू प्रयोग गर्नु परेन? कुनै पनि किसिमको विषादी हामी प्रयोग गर्नु पनि पर्दैन र प्रयोग गर्नु पनि हुँदैन र हामी कुनै पनि किसिमको विषादी प्रयोग नै गर्दैनौँ। है मैले तपाईँलाई टिपेर सिधै खाएर देखाएँ होइन। विषादी हालेको चिज आफूलाई पनि डर लाग्छ खानको लागि, किनकि हामी आफैले गरेको अर्ग्यानिक रूपमा प्रोडक्सन गरिरहेछौँ बिना विषादी प्रयोग गरेर भनेपछि हामी आफै यहाँ मजासँग यो टिपेर खान सक्छौँ। जस्तै अब यति राम्रो अब फार्मको अब जस्तै नेपालमा नयाँ ट्रेन्ड भनौँ न ल्याउनु भएको छ होइन। जस्तै यो सरकारी निकायबाट चाहिँ कतिको सहयोग मिलिरहेछ तपाईँलाई? यस्तो छ, पहिलो कुरा त हामी प्राइभेटली आफ्नो योगदान के गर्ने भन्ने कुरामा लागिरहेका छौँ र हामीले राज्यसँग त्यो किसिमको सपोर्ट मागेका पनि छैनौँ। सायद गयौँ भने त्यो सपोर्ट मिल्ला या नमिल्ला त्यो सेकेन्डरी कुरा भयो। तर हामीले हाम्रो आफ्नो कर्तव्य, हामीले जुन चिज एउटा रिभोल्युसनको रूपमा नेपालमा गएर भोलिको समयमा जसले विषादी छर्दा छर्दै आज विभिन्न किसिमका ठुला रोगहरू लागेर मान्छेहरू मरिरहनु भएको छ, ठुला ठुला किसिमका रोगहरू लागेर जसले कृषि गरिरहनु भएको छ, आफैले कमाएको पैसाले उपचार गर्न नसकेर शिथिल बसिरहनु भएको छ भने त्यो किसिमको खेती प्रणालीमा हामी ह्युज मासमा जाँदा यसको प्रोडक्सन कस्ट, सिस्टमको युनिटको कस्टहरूदेखि लिएर धेरै कुराहरूलाई रिड्युस गरेर जान सक्ने अवस्था भएसम्म जाने अवस्थामा छौँ र हामीले आफ्नो तवरबाट भोलि हामीले सुरुवात गरेको खेती नियर फ्युचरमा गएर पछिल्लो पिँढीहरूलाई चाहिँ यसले दिने एउटा रिटर्न र विश्व बजारको अहिलेको डिमान्डलाई हेर्दा हामीले पुर्याएको एउटा योगदान र पछिसम्मको लागि पनि सबैजनालाई राम्रो होस् भनेर हामीले आजको दिनमा प्राइभेट सेक्टरबाट नै यसलाई प्रमोट गरिरहेछौँ। हामी आफै यसमा प्रोडक्सनमा छौँ, न कि हामीले कसैलाई यो चिज यस्तो भन्नुभन्दा पहिला नै हामी व्यावसायिक रूपमा हामी आफै लगानी गरेर ह्युज एमाउन्ट लगानी गरेर हामी बजारमा उत्पादन लिएर गइरहेछौँ भनेपछि यसमा हामीले लङ टर्मको लागि इन्भेस्ट गरेर काम गर्दा घरमा खानको लागि होस् या त व्यावसायिक तरिकाबाट बजारको डिमान्ड तपाईँको अफ सिजनमा उत्पादन गरेर चाहिँ बजारको डिमान्डलाई हाई रेट कस्टमा पनि हामीले नर्मल यो सिस्टमबाट जमिनमै उत्पादन गरेको रेटमा मजासँग कम्पिटिसन गरेर यो तरकारीहरू सेल गरेर त्यही रेटमा पनि हामीले कमाउन सक्छौँ। जस्तै अब यो अब कोही अब भिडियो हेरेर अब कसैलाई फेरि अब कौशी खेती गर्न मन लाग्ला, कसैलाई अब एउटा दुईवटा पोल लगाएर घरमा राख्छु घरमै खान्छु भन्ने हिसाबले होला, कसैलाई व्यवसाय गर्न मन लाग्ला, उहाँहरूको लागि चाहिँ तपाईँले के सुविधा दिनुहुन्छ? हामीले पहिलो कुरा त उहाँहरूलाई ट्रेनिङको व्यवस्था गरेका छौँ। जो कोही पनि यसको ट्रेनिङ लिन्छु, म यो प्रविधिको बारेमा बुझ्छु सिक्छु भन्नुहुन्छ भने हाम्रो A1 एग्रो हाम्रो युट्युब पनि छ, त्यसमा 4-5वटा लगभग 2.5-3 घन्टाको ट्रेनिङ भिडियोहरू पनि राखिदिएका छौँ। त्यो चाहिँ होइन प्र्याक्टिकल ट्रेनिङको लागि चाहिँ उहाँहरू फिल्डमा नै आएर प्र्याक्टिकल्ली गर्नुपर्ने हुन्छ होइन। त्यसको लागि चाहिँ जो कोही पनि 1 जना 2 जना 5 जना 10 जनाको रूपमा जोसुकै आउनुहुन्छ, इन्डिभिजुअल ट्रेनिङ लिनुहुन्छ, जानुहुन्छ र यहाँबाट ट्रेनिङ लिइसकेपछि सिस्टम आफै लगेर पनि घरमा इन्स्टल गर्न सक्नुहुन्छ भने होइन हामीलाई घरमै ल्याएर सिकाइदिनुहोस्, यहीँ घरमा ट्रेनिङ दिनुहोस् र यहाँ ल्याएर इन्स्टल गरिदिनुहोस् भन्नुहुन्छ भने पनि त्यो सुविधा पनि हामीले दिएका छौँ। जस्तै अब तपाईँलाई अब त्यसको लागि चाहिँ अब कसैलाई अब किन्न मन लाग्ला, कसैलाई व्यवसाय गर्न मन लाग्ला, त्यसको लागि कन्ट्याक्ट गर्नुपर्ने हुन्छ तपाईँलाई। तपाईँको अब कन्ट्याक्ट नम्बरहरू फर्महरू कहाँ छ त्यो भनिदिनुहोस्। यो चाहिँ हाम्रो अफिस प्लस फार्म नै चाबेलमा अवस्थित छ। चाबेल शान्ति गोरेटोमा हाम्रो फार्म छ। ओम हेल्थ क्याम्पसको नजिक भनौँ, अझ सजिलो भाषामा गोपीकृष्ण पुरानो हलको आसपासको 300-400 मिटरको नजिकमा छौँ हामी। र जो कोही पनि भिजिट गर्न चाहनुहुन्छ भने तपाईँलाई सजिलो तरिकाले आजको एउटा इन्टरनेटको जमानामा गुगलमा गएर A1 एग्रो प्राइभेट लिमिटेड चाबेल भनेर हान्नुभयो भने तपाईँ गुगल लोकेसनमा पनि आउन सक्नुहुन्छ। र अझै कन्फ्युज भयो भने गोपीकृष्ण हलको अगाडि आएर म यहाँ छु भन्नुभयो भने पनि हाम्रो स्टाफले उहाँहरूलाई गाइडेन्स गर्नुहुन्छ या रिसिभ गर्नुहुन्छ। र हामीलाई सम्पर्क गरेर तपाईँहरू यो प्रविधि सिक्न चाहनुहुन्छ, लिएर आफै घरमा उत्पादन गरेर खान चाहनुहुन्छ अथवा व्यावसायिक रूपमा अगाडि बढ्न चाहनुहुन्छ, जसको लागि तपाईँलाई यो विषयमा कोअर्डिनेट गर्नको लागि अथवा यसको ट्रेनिङ लिनको लागि अथवा यसको बारेमा बुझ्नको लागि अथवा त्यसको डिजाइन गर्नको लागि चाहनुहुन्छ भने 985111963803 9841396801 मा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ।
र तपाईँहरूले सजिलोको लागि अझै पनि गुगलमा गएर A1 एग्रो प्राइभेट लिमिटेड गर्नुभयो भने लोकेसन कन्ट्याक्ट डिटेलहरू सम्पूर्ण कुराहरू तपाईँले त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। हस् त, अहिलेसम्म समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। हस्, हुन्छ, हस्, धन्यवाद।